हेलो गाइसहरु, वेलकम टु माई युट्युब च्यानल। हजुरलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र हामी घरमा जाँदैछौँ साथीहरू। देख्न सक्नुहुन्छ मकै ठुला ठुला भइसकेछन् गाउँमा। यति रमाइलो भएको छ, हरियाली मौसम भएको छ साथीहरू। हामी घर जाने बाटो त आइपुगेछौँ। यहाँ भलिबल खेल्ने ग्राउन्ड हो यो। बच्चाहरू ठुली नानी त्यहाँ पुगेछिन्। हेलो, गर्मी छ, देख्न सक्नुहुनेछ गाइजहरू। कति राम्रो मकैहरू हेर्नु त, घर छ यहाँ। हेलो सानो छोरी, कतिको गर्मी भएको छ यता हेर। हेलो गाइजहरू, हामी घरमा जाँदैछौँ, उकालोमा हिँड्दैछौँ। अब उकालो कसरी हिँड्ने भन्ने पिर भइरहेको छ। यता छु है गाइजहरू, म यता उकालो। साथीहरू, मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला ल। लाइक कमेन्ट सेयर पनि गर्नु होला। भैयाले त्यहाँ चाहिँ कचरा उठाएर आउँदै हुनुहुन्छ। भइहाले देखिन्छ दुईटी म यहाँ उकालोमा गर्मी भइरहेको अवस्था छ। हाम्रो भइहाले गर्मी भएको छैन भैया, गर्मी भएको छैन। यत्रो यत्रो सामान फाटेको टिनहरू त्यसरी हिँड्नु भएछ। हामी चाहिँ अब हिँड्न सकिँदैन। बिस्तारै बिस्तारै उकालोमा बस्दै 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 जाने साथीहरू। यो पुल तरेर आएको हामी, त्यो खोला तरेर। अब उकालो छ, यति डाँडा काट्नुपर्छ गाइसहरू। अब चाहिँ मुइयाहरूको खुट्टो गल्न थालिसक्यो। कम्मरमा हात लाउन थालिसके। यिनी चाहिँ मुख फालेर गरिदिन् ल। यता त गाइसलाई हाई गर न। के छ मुइया, अहिले त कपालै बाटी चिन गर्मी भयो मुइयालाई। आफ्नो स्कुलको ब्याग पनि बोकिन्छन् यिनले चाहिँ। होमवर्क छ, पढ्न छ अरे, फुल फर्महरू छ भन्छन्। अब यिनी 7 क्लासमा गएकी हुन्। अब राम्रो त पढ्नु पर्यो। उनको त फ्यान छ नि त हातमा। मेरो सानी छोरीको जुत्ता हेर्नुहोस् त गाई छोरी, यसरी हिँड्छ नि। मैले यिनले पाइट लाउँछु भनेको थिएँ, गर्मी हुन्छ नि यसलाई आइदिएको। शीतल भयो होला है। सहानाको फेरि यसरी ठुली छोरी। ल यता दुईटीले गर। ओहो वाउ, हेर दुईटी महारानीहरू। यति शीतल हुँदो रहेछ है। Subscribe, 3, 2, 1, subscribe. ल म्यान, मकै हेर्नुहोस् म्यान। हाम्रो गाडी हिँड्ने बाटो हो साथीहरू, तर गाडी हिँड्दैन, मान्छे हिँड्नु पर्छ। बाटो यस्तो छ। अब औँसरी सकियो नानी, अब हिँड्न सकेनन् बच्चे लगेर के हार्ने साथीहरू। यस्तो घुम्ने छ। मैले चाहिँ बिस्तारै बिस्तारै जाऊँ बच्चेहरू। उकालोमा चाहिँ शरीर कसरत हुन्छ भनेर चाहिँ। उता त बुवाले के राम्रो भएछ त्यस्तो। के बोक्नु भएछ बुवाले? उसमा अब सानी म यहाँ राति बिदी भइसक्यौँ घामले। घाम भन्नुहुन्छ साथीहरू, यस्तो घाम लागेको छ। हामी त्यो पुल तरेर यता आइसक्यौँ होइन। यो पुल तरेर आएको नि त हामी। हो यो पुल तरेर आएको नि त हामी। यस, गर्मीले हिँड्न सकेनन् मेरा बच्चाहरू। मैले यिनीहरूलाई चिसो किनिदिएको खाइसकेँ।
सक्नु साथी यो गिठा हेर्नु त रानी गिठा हामीले सानोमा कति खाइन्थ्यो यो पकाएर अनि त्यसपछि पानीमा पकाउने खर्नी लाएर पकाएर अनि पखाएर राख्ने कति तन्नै छ यहाँ गिठा यस्तो गिठा यति खाइन्थ्यो साथीहरू सानोमा बुढापाकाले भने जस्तै गिठा भ्याएको खाएर हुर्केको भनेको जस्तै खाइन्थ्यो त हामीले यो यस्तै के को यतै ठुलो बुढा हेर्नु त यो भान्ने हेर्न भएछ कति छन् गिठा यहाँ त यो औँसीले यति खाइसकेर हामीले अहिले त औँसीले पनि सकिसकेछ 1 महिनामा आउँदाखेरि हेर्नु त हेर्नु है साथीहरू भुङ्गान परेको हेर्नु त क्या है ये क्या के खाल्टो है ये खाल्टो राको बयरबाट यस्तो भएछ साथीहरू यहाँ गरी भएर मुख फालेका बाबासँग स्कुटी आउँदा सजिलो भयो कि हिँडेर आउँदा सजिलो भयो कठाई बचेराहरू बसेर बाबालाई पर्खिन्छ त कुर्च्याउ ए अँ त नि लगभग यो सालको औषधले चाहिँ भ्याइसक्यो साथीहरू टुप्पो भएर त्यो दाना छ एउटा दाना दुईटा दाना मैले देखिसकेँ यहाँ माथि यस्तो भित्र एउटा दाना छ अब के नजाऊ के खाने हो हेर्नुहोस् त सिसोको कस्तो यस्तो भइसकेको मैले जहिले यहाँ बसेर शीतल खाने अनि टिकटक आउने गर्थेँ नि म यसको फेदमा बसेर यस्तो भएछ अहिले त चुच्याम औँसीले टिपेर ल्याइदिने साथीहरूले साथीले छोरीले मेरो छ अमिलो होला खाऊ त तिमीले ल यता त गुलियो अब यो घुम्ती छ साथीहरू अनि यता गएपछि यता घुम्ती छ त्यसपछि चौतारा आउँछौँ त चौतारा गएर बस्ने हामी चौतारीमा ल साथी हिँडेर सकेर बस भनेर यहाँ बाटा फालिदिन्छौँ हामी गर्मी भयो साथीहरू गर्मी भिडियो गर्न पठाइस् न मिल्छ र साथीहरू ब्रेसलेट कस्तो राम्रो छ हेर्नु त मैले गिफ्ट दिएको ल है साथीहरू आजलाई म यति नै बिराउन चाहन्छु फेरि अर्को भ्लगमा भेटौँला भाइ भाइ